के किरा कता गयो त्यसलाई पनि खाइदियो भिटामिन आहा न यसलाई त फुटाएर फाल्छु मेरो ड्रागन फ्रुटमा हात लाउने तेरो यत्रो हिम्मत त्यसले त झन् कस्तो भिटामिन पाइन्छ रे लु तपाईँ खानु आफै घुकी भन्दै कस्तो ए यत्रो लट्ठी ल्याउनु घोच्न नि यस्तो निकाल्छ यत्रो मोटी छु म किन खान तपाईँ लुतीले पो खाने हो त त्यो हावा कुरा भयो तपाईँ कति केजी 22 केजी मात्रै हुनुहुन्छ 25 पनि के गर्नु भएको आया घोजु साथीहरु मम्मीको कटु गरे त यहाँ चरत गरे अरे फाट्यो कि के मम्मी ड्रागन फ्रुट फलेको कति वर्ष भयो फलेको 1 वर्ष फल्दै अनि फेरि कोपिला आउँदै यो लेमन तर के गर्नु म लेमन खानु त खान्छु तर त्यति पनि खादिन आई एम प्राउड टु बी म चाहिँ प्राउड छु भारी बोक्ने त म यो लाने हैन म नजाने आया आहा बोलो ए के गर्नु आफू त भरि आहा बोलो जुम अब कता आउनु अब त आहा बोलो के साह्रो कमजोरी आँखा हौ नजाने म मलाई त के भएको छैन तपाईँ जानु के भएको प्र्याङ्क गरेको कुटे खान्छ है लेट्स गो 1 मिनेट है यहाँ सिद्धिन आरिसक्यो तपाईँ त्यस्तो चस्मा लाउनेलाई कहाँ तपाईँ त चस्मा लाएर अनि प्रोटेक्ट गर्छ नि त तपाईँको चस्माले सुँगुर पुन्टुरी र भुन्टुरी म चाहिँ गम्बुट लगाएको छु मम्मी र म आज पनि फेरि एकैचोटि इङ्ग्लिस नबोल्ने मान्छेलाई त कहाँदेखि इङ्ग्लिस आयो कन्फिडेन्ट छोरीले त म चाहिँ गम्बुट भन्छु मम्मी चाहिँ कन्फिडेन्ट यो चाहिँ मेरो बेस्टीको घर हो आज तपाईको बेस्टी पनि अनि यो चाहिँ फुपूको घर आज चाहिँ संरचना बेस्टी पनि आउँदैछ पहाडदेखि उसको पहाड तापले जाउँ अनि यहाँ दुईजना बस्छ त्यो पनि बेस्टी नै हो संरचना र ज्ञानचना भन्नु बाई गर्दैछ अनि यो संरचनाको चाहिँ पहाड तापले जाउँ मेरो चाहिँ पास्तर उसको बेस्टी 2 ज्ञानचनाको पनि पास्तर पास्तर ग्याङ हो पास्तर पानी पर्नु थाल्यो त फेरि